लसो टसिदिले अब ल अनि यो चाहिँ तब हामीले यो गुरु रिम्पोछेको पाठ छिक्दिन सोलदेव भन्ने हैन कसरी पढ्ने भन्ने तपाईहरु सामु म पढेर सुनाउने छु। म चाहिँ बिस्तारै पढेर सुनाउँछु हैन। यो चाहिँ अब पढ्न इच्छु हुनेहरुले अथवा पढ्न खोज्ने हुने अथवा जान्न चाहनु हुनेहरुको लागि चाहिँ यो भिडियो विशेष रहेको छ। अनि भिडियो सुरुदेखि अन्तिमसम्म हेर्न नभुल्नु होला है। म बिस्तारै पढेर सुनाउँछु। हुँ ओ गेन युल गी नुप जाङ छाम पे मा गे सर दोङ ओ ला या छिन छो गी ngui dup nye pe ma jung ne she su dak khur du kha do mang pui पुर खे की जे सु दाक डुप की है। तपाईहरुले देख्नु भएन होला, म ठुलो अक्षरमा देखाउँछु। जिन गी लप छिर शिक सु सुल गु रु पे मा सिद दि हुङ भने यसरी पढ्नु पर्ने हुन्छ। र यसले अलिकति स्पिड पढ्नु पर्यो भने अलि छिटो पढ्नु पर्यो भने कसरी पढ्ने हो भन्दाखेरि तपाईले देख्नु भयो कि भएन, अलि देख्न अप्ठ्यारो रहेछ, त्यही भएर म अलिकति जुम गरेर देखाउने छु। हुङ ओ गेन युल गी नुप जाङ छाम पे मा गे सर दोङ पो ला या छिन छोक गी ngui dup nye pe ma jung ne she su dak khurdu khado mang pui pur khe ki jesu dak dup ki jingi lapchir shik su sul गुरु पेमा सिद्धि हुङ भने यसरी पढ्नु पर्ने हुन्छ। र कतिपयले अब यो पेमा होइन पेमे पद्मा भने पढ्नुपर्छ भन्दाखेरि पनि केही फरक छैन। पेमा र पद्मा भनेको अर्थ चाहिँ एउटै रहेको छ हैन। कसरी पढ्छ भन्दाखेरि पद्मा भनेर पनि पढ्छ। र अनि यो जहिले सिधै पढ्दाखेरि कुनै मान्छेले पनि यो पद्मा भनेर चाहिँ पढ्दैन है। प्रायः जस्तो गुरु पेमा सिद्धि हुँ भनेर पढिरहेको हुन्छ। गुरु पद्मा सिद्धि हुँ भनेर पढेर चाहिँ खासै पाइँदैन र खासै पढ्दैन भने हुन चाहिँ पद्मा भनेर पढे पनि हुन्छ। पद्मा भनेको र पेमा भनेको अर्थ चाहिँ एउटै हो। त्यही कारणले पेमा भनेर पढ्नु भयो भने एकदम सजिलो हुन्छ। र प्रायः जस्तोले पढ्दाखेरि पेमा घेसर दोङ बोला भनेर पढिरहेको हुन्छ। र पद्मा घेसर दोङ बोला भने चाहिँ कहिले खासै पढेको देखिँदैन है तपाईहरुले।